हेलो हाई गुड आफ्टरनुन सम्पूर्ण साथीहरूलाई। हामी आज पोखराको बिरौटाको पावर हाउस घुम्नको लागि आइरहेका छौँ। हेर्न सक्नुहुन्छ यहाँको पावर हाउसको वातावरण। ल हाम्रो यहाँ दिदीले चटपट बनाउँदै हुनुहुन्छ। मिठो चटपटे अल्छीलाई भगाउने खालको। हामी यो चटपटलाई तल लगेर खानेछौँ हैन। आज चाहिँ नसोचेको भेट भएको छ हामी तीनजनाको। नभनिकन मलाई सरप्राइज दिन आउनु भएको छ। रमा छुटिन्, रमा साथी छुटिन्। धेरै मिस गरेका छौँ रमालाई। अब बच्चाहरूलाई नआउने। मिस यु रमा साथी। हेर्नुस् यहाँबाट डाँडा कति राम्रो देखिन्छ। लुक दिस डाँडा। यहाँ पावर हाउस बिरौटाको पावर हाउस यही हो। यही हेर्दा सिँढी। ल हेर्नुस् लम्बेतान सिँढी छ यहाँ। होला झरना छ यहाँ तल कति राम्रो। म एकचोटि भन्दा गएन तल चाहिँ। घाम ताप्नको लागि जाडोको बेलामा एकदम आनन्द रहेको छ यहाँ। हजुरहरू पनि आउनुस्, घुम्नुस् अनि रमाउनुस्। हेर्नुस् यहाँबाट पनि हिमाल एकदम राम्रो देखिरहेको छ। बिरौटाको पावर हाउसबाट देख्नु साथीहरू कति राम्रो सिन आइरहेको छ यहाँ एकदमै। ल हेर्नुस् यो डाँडा कति राम्रो छ यहाँको। टक्क मिलेको डाँडा काँडा। चटपट आइसकेको छैन अझै पनि। हामी चटपटको प्रतीक्षामा छौँ। विष्णु चटपट लिन गइछन्। बने हैन चटपट किन बनेन? जनता जान्न चाहन्छ। यहाँ चाहिँ हाम्रो रिसोर्ट रहेको छ एउटा। पावर हाउसमा एउटा रिसोर्ट रहेको छ। यहाँ बिहाहरू, व्रतबन्धहरू, पार्टीहरू, सेमिनारहरू हुने गर्छ यहाँको पावर हाउसको रिसोर्टमा। ल हाम्रो चटपट रेडी भयो हैन? कस्तो छ दिदीको हात? कति भयो दिदी चटपट बनाउनु लाग्यो तपाईँले यहाँ? ए म यही भएर नि यता आउँदै आउनु। मिठो लाग्यो? ल ठिक छ भनेपछि दिदीको यो व्यवसाय फस्टाउँदैछ होइन? यति धेरै चटपट बनाइदिनु भएको दिदीले। सबैजना यहाँ चटपट खान आउनु होला। पावर हाउस आउनु भने यहाँ दिदीको हातको चटपट खान नबिर्सिनु होला। छेउपट्टि बस्नु भएको छ दिदी। मिठो छ चटपट। हामी फेरि आयौँ भने फेरि दिदीको हातको चटपट खाने है। लु चटपट लिएर हिँडेछन् विष्णुले एक थाल तीनजनालाई। ल रमाइलो लागिरहेछ हामीलाई। आन्टी फेरि उहाँ बिजी हुनुहुन्छ। अब हामी तल जाँदैछौँ। ल चटपट लिएर सिँढी झर्ने क्रममा छौँ हामी। ल हेर्नुहोस् यहाँको ठाडो ओह्रालो। तलबाट माथि आउँदा ठाडो उकालो सिन एकदम राम्रो देखिन्छ है। ल चटपट पार्टी सुरु हुनुला। ल चस्मा लाएर चटपट खाने कार्यक्रम सुरु हुँदैछ। हुने केही नि हुन्न डराउनु। ल तीनजनाको कसरी हान्ने हो त नि? हाम्रो यहाँ फोटो सेसन, भिडियो सेसन र खाजा सुरु भयो। साथीहरू एकदम रमाइलो भयो। तीनजना भयो नि। रमा छुटिन्। रमाको याद आइरहेछ एकदमै। तिनलाई हामीले हर पल हर क्षण हर साथमा सम्झिरहेछौँ। भिडियो त हेर्दिन नलाग्यो अब त्यही नि हेर भन्नु पर्ला नाम लिएको उपलक्ष्यमा। ल हाम्रो भिडियो कन्टिन्यू हुन्छ साथीहरू। ल ल ल ल